तेस्रो पोइन्टमा के छ, कैनको क्रोध र चेतावनी 6 पदमा। तब परमप्रभुले कैनलाई भन्नुभयो, त किन रिसाउँछस्, तेरो मुख किन अँध्यारो छ। 7 पद, यदि तैँले जे ठिक छ त्यो गरिस् भने त गर्न योग्य हुँदैन रस, तर यदि तैँले ठिक काम गरिस् न भने त पाप तेरो ढोकैमा ढुकी बस्छ, त्यसको इच्छा तँप्रति हुन्छ र तैँले त्यसलाई अधीन गर्नै पर्छ। हालेलुया। परमेश्वरलाई धन्यवाद भएको। यहाँनिर कैन रिसाएको छ, कैन निराशा भएको छ। किनभने परमप्रभुले भने पाप ढोकामै बसिराखेको छ, त किन त्यसलाई पापलाई किन कन्ट्रोल गर्न नसकेको उहाँले सोध्दै हुनुहुन्छ। पहिलो कुरा त किन निराशा छ, किनकि परमेश्वर जान्नुहुन्छ कैनले के गर्यो। कैनले के गर्यो, आफ्नो भाइलाई खेतमा लगेर हत्या गर्यो। कारण, हत्या गर्नको कारण छ उसँग के भयो। पहिलो कुरा हत्या गर्नको कारण के हो भने उसले आफैलाई हाबिलसम्म तुलना गर्न लाग्यो। हाबिलको भेटीलाई परमप्रभुले ग्रहण गर्नुभयो, तर मेरो चाहिँ गरेन। अनि त्यो हाबिलसम्म तुलना गरेर हाबिलसँग के गर्न लागे, डाहा गर्न लागे। डाहा। अनि डाहा गरिसकेपछि के गर्छ, डाहा गरेपछि रिस उठ्छ, अनि रिस उठेपछि घृणा गर्छ, घृणा गरेपछि हत्या गर्छ। एउटा व्यक्तिमा पापले कसरी काम गर्छ भन्ने कुरा हामी यहाँ देख्छौँ। हामी हाम्रो जीवनसँग आफैलाई नतुलना गरौँ के कुरा बुझ्दै हुन् त। कैनले वास्तवमा हत्या होइन, डाहा र तुलना गरेको थियो। पहिला त हत्या गरेको थियो, पहिला डाइरेक्ट पहिला डाहा गर्यो अनि तुलना गर्यो। ओहो, मेरो के अरे प्रभुले लिनु भएन, त्यसको भेटी लियो भने उसले के गर्यो, तुलना गर्न थाल्यो। त्यसपछि डाहा आउन लाग्यो युद्धमा, अनि डाहा आइसकेपछि रिस आउन थाल्यो, घृणा आउन थाल्यो, अनि त्यसपछि आफ्नो भाइको हत्या गर्यो। यानि कि आज कैनले यहाँनिर आफैले त्यो पापलाई कन्ट्रोल नगर्न सकेको कारणले गर्दा आफ्नो भाइको हत्या गरे। आज तपाईँ र मैले पनि हाम्रो जीवनमा कतिपय रिस घमण्ड आउला है, एकदम रिस उठियो, तर कन्ट्रोल गरौँ। कुरा बुझ्दै हुनुहुन्छ। पापले हामीलाई आकर्षक गर्छ, रिसले हामीलाई आकर्षक गर्छ है, अरू घृणाले हामीलाई आकर्षक गर्छ, डाहाले हामीलाई आकर्षक गर्छ, तर त्यसलाई प्रयोग गर्ने या नगर्ने तपाईँ र मेरो हातमा छ। कुरा बुझ्दै हुनुहुन्छ नि। तर कैनले के गरे, त्यसलाई प्रयोग गरे। प्रयोग गरेको कारणले यहाँ समस्या आयो, गर्नुपर्ने छ। यसको अर्थ के हो भने पाप बाहिरबाट होइन, आक्रमण गर्ने एउटा शक्ति जस्तै हुन्छ। बाहिरबाट आक्रमण गर्ने एउटा शक्ति जस्तै हुन्छ। जो प्रवेश गर्न खोज्छ जबरजस्ती गर्दैन है। तपाईँ र मेरो जीवनमा गुस्सा, पाप, डाहा त्यो चाहिँ जबरजस्ती गर्दैन, तर प्रवेश गर्न खोज्छ। अब यहाँनिर भन्छ निर्णय चाहिँ सधैँ तपाईँ र मेरो हातमा छ।